डायल गर्नु भएको नम्बरको मोबाइल स्विच अफ भएको छ। माने भजन टु हर्कपुर हिँडेको हामी छोरासँग एउटा आफ्नो झोला बोकेर माधवपुर के अरे भन्छ माधवपुरदेखि चाहिँ गाडीमा आयौँ माने भजनसम्म। माने भजनदेखि चाहिँ अब हामी हिँड्दैछौँ हर्कपुरसम्म चाहिँ एकदम स्ट्रङ भएर हाइकिङ। हिँडेको कति अब आधा घन्टा भएछ। आधा घन्टा आधा घन्टामा कति र गोप्चा पनि काटेको छु त्यही फोटो कम्ती खिच्ने क्या त्यही भएर होइन अब आधा घन्टामा एउटा कोसा पनि काटेको छैन त अनि त लामो बाटो पऱ्यो त अनि। हेलो बाबा नमस्कार। कहाँ हुनुहुन्छ तपाईँ? त्यही कल लागेन एकलाई बताएको थिएँ अनि हामी त माने भन्जुबाट हिँडेको गाडी नपाएर हिँड्दै झर्दैछौँ कि माने भन्जुदेखि हिँड्दै झरेको अनि गाडी नभएर के तपाईले डायल गर्नु भएको नम्बरको मोबाइल स्विच अफ यही गुराँसको फुल हो यो हाम्रो गुगल म्यापलाई सोध्नुपर्छ हामी कहाँ छौँ अहिले। हामी बक्सा डाँडामा बक्सा डाँडा माने भन्ज्याङ हिलेपान के भन्छ नि तितेली होइन के हो यो तितली कि पुतली नै यो के भन्छ जाने ठाउँ हो यता हलेसी जाने ऐसेलु खर्क ऐसेलु खर्क रोड हामी त्यहाँ छौँ यतिखेर। यो बाटो चाहिँ ऐसेलु खर्का रोड हो। ऐसेलु खर्कको रोड हो त्यही दिक्तेल खोटाङ जाने बाटो क्रसमा हामी छौँ। हामी गाउँमा छुट्टी आएको थियौँ साथै नगी मान्नु आएको आफ्नो पुर्खाको आफ्नो गाउँघरको पुर्खाको पितृ मान्नु आएकोमा फेरि अनि छोरा पनि छुट्टी आएको रहेछ उसलाई पनि मगाएर हिजो हामी अस्ति मात्रै आफ्नो गाउँको पुर्खाको पितृ मानेर चाहिँ अब हामी फर्किँदैछौँ। आज हामी माउला हिँडेको साँधी माइत मेरो छोराको माउला हिँडेर चाहिँ अब हामी आज माउला हिँडेको मेरो के भन्छ हस्बेन्ड पापा उहाँ चाहिँ आफ्नै गाउँमा हुनुहुन्छ। उहाँ पर्सि पनि फर्किनुहुन्छ आफ्नो मम्मीलाई लिएर। हामी घुर्नीमा भेट भएर फेरि सुई तरहरा माने भजन टु तरहरा हामी जाँदैछौँ आफ्नो घरमा। ओके हेलो हजुर खाना खाजा अब मम्मी खाजा खाएर हिँडेको हजुर अहिले नपर्खिनु अहिले त भ्याउँदैन बेलुका मात्रै आइपुग्छौँ। ल उपु तपाईँहरू खानु हामी बेलुका आइपुग्छौँ। हुन्छ उपु माने भन्ज्याङ जेरुङ गाउँ आइपुगेछौँ हामी अहिले अब अझै हिलेपान बाँकी छ। हिलेपान तल आइपुगेछ। हिलेपान आइपछि तल आइपुग्यो नि कति टाढो छ देखि ऊ यहाँ त हो अब अघि जेरुङ गाउँ हो। अब थाक्ले आइपुग्यौँ त्यही भएर आमा थाकेको होला अब होइन थाक्ले गाउँ हुन्छ त्यो गाडी हिँडिसक्यो हजुर टाइम लाग्छ नि अझै मुनि रोड छ त नि मुनि रोड झरौँ न भइहाल्यो। मेरो त यही हो र क्या यो होइन मुनि रोड छ क्या
चिरोटो भन्दो रहेछ के चिरोटो चिरोटो तर गाँजा हो भेट्यो गाँजालाई क्या गाँजा गाँजा जाम आउनु हामी चाहिँ अब गलेको अवस्था हो मम्मी बाटो यही हो यो बाटो यही हो अब यस्तो 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 जानु अब यस्तो जाऊँ न कसलाई छ कता बनाउँथ्यो के बाटो जाऊँ न अब सर्टकट बाटो छ ओ कादम्बरी अब यहाँदेखि हामी हर्कपुर कति 5 किलोमिटर बाँकी छ खोइ त बोल्दैन मम्मी मम्मी गलिसक्नु भएछ 5 किलोमिटर 5 होइन 5 कति 4 कि 4 हो 5 हो नि 5 किलोमिटर कहाँसम्म पुग्छ हजुर 5 किलोमिटर हामी अब हर्कपुरदेखि आइपुग्यौँ अब मलाङ दोभानदेखि साँधै हिँडेको गाडी भेट्यो तर गाडीमा सामानहरू भएको कारणले जाँदैछु बसेर यसरी मम्मी अगाडि बस्नुहुन्छ म चाहिँ अब पछाडि बसिरहेको छु यो बाटोमा धेरै धुलो उड्दो रहेछ त्यो धुलोको लागि चाहिँ यो चस्मा भइहाल्यो यहाँबाटै धुलो हेर्नु कति धुलो छ धुलोदेखि बाँच्नुको लागि चाहिँ अब चस्मा लगाउने हो त्यहाँबाट यसरी छोपेर जाने अब यसरी छोपेर जाने साँधी अब माउ लगाएको अरे अब हे भगवान् छ्याउ मारे अन्त मारे नि मार्यो के गर्नुभएको दाउरा पर्नु भएको नमस्कार राम 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 हिँडेर हर्कपुर अनि यहाँ चढ्ने गाडी नपाएर सीमा नमस्कार बोल्छु कलेरी त झर्नु भनेको के छ है हाल खबर नमस्कार आमा हिँडेर थाक्ले झन्डै थाक्ले पाक्ले राम 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 कम्ता आजको हाम्रो यात्रा कहाँदेखि साँधीदेखि 3 खण्डे पुग्ने अस्ति मैले ल्याएको आज मम्मीको पाला मलाई हिँडाउने अरे साँधीको डह्रो भयो होइन मासु भात खाएर शिला मन्दिर इटहरी धनकुमार किरातेश्वर महादेव मन्दिर यो मैले दिएको मनोकामना माग्नु यहाँदेखि अब हामी हिँडेर गइ हुन्छ अब दाइ यहाँ जानुभयो उकालो चुरी बोटतिर हामी जान्छौँ ओह्रालो दोभानतिर हेलो पापा नमस्कार गाडी हामी आएको त बुलेर भेटाएर बुलेर म झरीमा छतेर पाखासम्म यहाँदेखि क्या उता दाँजेरुङ गएको रहेछ गाडी अनि त्यही गाडीमा चढेर आएर यहाँ हामीलाई झारेर हामी अब दोभान हिँडेको दोभानमा त एकछिनमा पुगिहाल्छ नि होइन खालि छोटो दाँजेरुङ त्यो रिजर्भ गाडी रहेछ गएको रहेछ अनि त्यहाँ फेरि हामीलाई तल छोड्दैन भन्यो अनि दार्जिलिङ गएको भन्यो अनि फेरि आएको त मैले सोचेँ पक्कै वा छतेर पाखा त पुग्छ नै भनेर अनि सोधेर जान्छु भने दोभानदेखि उकालो चढ्छु भन्यो अनि चढेर आयौँ भने आएर भर्खर झारेर त्यो मान्छे गयो उकालो हामी त झर्दैछौँ है हजुर यहाँदेखि अब 15-20 मिनट झरिहाल्छौँ तलदेखि अटोमा गइहाल्छौँ ल जोहरू पनि अघि माने भजनदेखि हिँड्नु भयो अरे ल
ल लु राम्रोसँग बस्नु है म कल गर्दै गर्छु ल बाहिर आमा बाबुको आशीर्वाद कस्तो लाग्यो आशीर्वाद जुरेको यस्तै हो जुरेपछि आउँदैछस् हुन्छ है दुबानको बाटो ओह्रालो झरेको बाई बाई यहाँदेखि तल मेन रोड आइपुग्यो है अब यहाँबाट फेरि गाडीमा जाने हो यो मेन रोड हर्कपुर जाने बाटो अब ल हिँड्नु अब हिँड्नु ढिलो हुन्छ अहिले फेरि मलुङ खोला बाँचे भिठोला यो मलुङ खोलाको झरना यो माथि कल्लेरीदेखि हाम्रो कल्लेरीदेखि आएको खोला हो त्यहाँदेखि यो मलुङ दुबान यो मलुङ डाँडा दुबान यो सुजन यो कति खुसी भएको हेर्नु त यो ओह्रालो हिँड्दा गरी आएको अनि यहाँ बिसाको खुसी भएर आएको छ बिचरा हिँड्दा यहाँदेखि आयो मलुङ खोला तल आयो सुनकोशी यो जेरुङघाट जाने बाटो हो यहाँदेखि हाम्रो जेरुङघाट जान्छ अनि पर खेती छ धानबारीमा अनि यहाँदेखि पारी यो सकुटार पारी आयो घुर्मी बजार मलुङ दोबान हर्कपुर 4 किलोमिटर हर्कपुर 4 किलोमिटर हाम्रो सुनकोशी हेर्नुहोस् खुसी भएर कोशीको फोटो लिँदैछौँ भरे उहाँ गाडी छुट्यो भन्दै धनबहादुर राईले मार्छन् होला होइन तर हामी पुगिन्छ टाइम छ अझै अबको हामी कति आधी घन्टामा पुगिन्छ ओके पुग्छ अहिले हिँड्नु सकिन्छ होला नि हजुर सकिन्छ सकिन्छ नि हेलो हर्कपुर माने हर्कपुर कोशी हामी हिँडेको माने ल अब आजको सफर सकियो खान आज कल गरिहाल्नु